शान्त अनुहार, इमान्दार हृदय, रामेछाप अस्पतालका डाक्टर केशव श्रेष्ठ। हजारौं बिरामीका आँखामा आशा बनेर उभिने व्यक्ति, तर एक दिन उहाँ आफै मूक भएर हराउनु भयो। अब म आफैलाई पनि बचाउन सक्दिन। यिनै शब्दहरूले हजारौंको मुटु छिया छिया पार्यो। त्यो स्ट्याटसमा लेखिएको थियो, भ्रष्ट व्यवस्था, गुटबन्दी, मानसिक तनाव, इमान्दार भएर काम गर्न खोज्दा आफै दोषी बनाइने स्थिति। र त्यसपछि उहाँ हराउनु भयो। फोन अफ गर्नुभयो। कोही सम्पर्कमा छैन। परिवार रोयो। अस्पतालमा तनाव छायो र देशभर डाक्टर श्रेष्ठको खोजी भयो। र आज एक थोरै रात दिने खबर आयो। उहाँ काठमाडौँको बालाजुमा सकुशल अवस्थामा फेला पर्नुभयो। शारीरिक रूपमा स्वस्थ हुनुहुन्छ, तर मनमा पक्कै चोट बोकेर फर्किनु भयो होला। यो केवल एक व्यक्तिको हराएको कथा होइन, यो हाम्रो सिस्टमको असफलताको प्रमाण हो, जहाँ सत्य बोल्नेहरू दबिन्छन् र इमान्दारहरू एक्लिन्छन्। डाक्टर श्रेष्ठको कथा हामी सबैको आँखामा आँसु बन्यो, तर अब त्यो आँसु परिवर्तनको आवाज बन्नुपर्छ। उहाँको मनोबल फेरि उठोस्। हामी सबै उहाँसँग साथमा छौँ।